हेलो साथीहरू नमस्ते। म गोपाल अहिले यहाँ सिङ्गापुरबाट। आज म पहिलोचोटि एक हप्ताको एन्डिङमा आज आइतबार बिदाको दिन अनि मौसम ठिक थियो, हल्का गर्मी थियो, त्यही भएर यसो वरिपरि हिँड्दै जाऊँ भन्दै जाँदाखेरि चाहिँ यहाँ लिटिल इन्डिया भन्ने चाहिँ ठाउँमा हुँदो रहेछ होइन। त्यहाँ कम्प्लिटली तराईतिरको नेपाली साथीहरू भन्ने हो भने चाहिँ इन्डियातिर जाँदाखेरि जुन हालत देखिन्छ नि बर्डर एरियाको बजारमा, ठ्याक्कै त्यस्तै। सबै लगभग साउथ इन्डियन मान्छेहरू, तमिल मान्छेहरू अनि इन्डियामा जे पाइन्छ सबै पाउने, खानेकुरादेखि लिएर गहना पसल बाजा सबै पुरै हिन्दीको गीतहरू ढङ्की 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 बजाइरहेछ। मसला पसल, तरकारी पसल जस्तो जस्तो उतातिर हुन्छ त्यस्तै सेम, चियादेखि लिएर हरेक कुरा होइन। खानेकुरा म्याक्सिमम् चाहिँ साउथ इन्डियन फुडहरू चाहिँ पाउँदो रहेछ। अनि आज चाहिँ मैले मेरो अपार्टमेन्टमा किचन पनि भएको भएर, भाँडाहरू पनि भएको भएर जाँगर लागेको बेलामा पकाएर खाऊँ भनेर सामानहरू किनेर लिएर आएको होइन। म चाहिँ तपाईँलाई चाहिँ केलाई कति पर्दो रहेछ म एकचोटि देखाउँछु ल। यो चाहिँ के अरे मेरो आफ्नो पर्सनल एक्सपिरियन्स छ। कुनै कारणवश तपाईँहरू पनि सिङ्गापुरमा बस्नुपर्ने स्थिति भयो भने चाहिँ काम लाग्न सक्छ भनेर बनाएको भिडियो हो। त्यही भएर यसलाई चाहिँ चाहिँ नलिनु होला। योहरू चाहिँ आज मैले किनेको हो होइन। बिलसहित देखाउँछु। यो चाहिँ लिटिल इन्डियामा किनेको भएर यति सस्तो परेको हो, नत्र भने चाहिँ अलि महँगै पर्दो रहेछ। यो बासमती चामल छ होइन। बासमती चामल चाहिँ तपाईँको 16.90 सिङ्गापुरको डलर भनेपछि नेपाली चाहिँ कति छ अहिले, एकको 120 रुपियाँ होला। त्यही हिसाबमा हिसाब गर्नुभयो भने 5 किलो बासमती चामललाई 2000 ल, सपोज 2000 मान्ने हो भने चाहिँ म जापानमा बस्ने भएको भएर चाहिँ धेरै सस्तो चामल हो यो। 5 किलोलाई चाहिँ 2000 चाहिँ। अनि जस्तै चनाको दाल, मैले यो आलु हो, आलु अनि त्यसपछि यो प्याज र टमाटर चाहिँ किलोको हिसाबमा थियो। तर अब त्यहाँ जति आफ्नो प्लास्टिकमा पऱ्यो त्यो वेटका हिसाबले लिँदाखेरि चाहिँ यो आलु एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा छ 1.31 सिङ्गापुर डलर भनेपछि लगभग सपोज 200 रुपियाँ जति मानौँ यो 5वटा आलु 200 को। अनि यो के अरे यो प्याज चाहिँ हल्यान्डको प्याज रहेछ, नेदरल्यान्डको। यो पनि 200 जति नेपालीको 5वटा प्याज। टमाटर चाहिँ 2 4 6 8वटा दाना जति छ, 6वटा दाना रहेछ। टमाटरको पनि लगभग 200 1.28। यसमा रेटमा हेर्नुभयो भने त्यस्तो धेरै छैन, महँगो छैन। अनि यो अन्डा होइन, अन्डालाई चाहिँ कति पऱ्यो भन्दाखेरि चाहिँ 10वटालाई चाहिँ 3.10 भनेको 12 त्यहाँ 36 लगभग वी क्यान से 400 जति पऱ्यो। अनि यो नुन पनि एकदमै सानो 250 ग्रामको प्याकेट हुँदो रहेछ। 40 सेन्ट भनेको 50 रुपियाँ मानौँ, 50 रुपियाँ जस्तो पऱ्यो। अनि यो चाहिँ के अरे यो लौकालाई चाहिँ कति लियो यिनीहरूले? आइसिसिसिसी काउन्टरमा चाहिँ साउथ इन्डियन केटी थिए होइन। अनि एकदमै त्यसले चाहिँ यो लौका र म पहिलोचोटि खाना बनाउनु लाग्छ, मलाई के चाहिन्छ भनेर सोधेको होइन। अनि त्यसपछि तँलाई सप्लिमेन्ट्री भन्छ होइन, के भन्छ हौ, कस्तो दिमागमा नआइरह। तँलाई चाहिँ म हाम्रो उसमा चाहिँ दिन्छु भनेर, बोनस दिन्छु भनेर यो धनियाँ होइन, यो चाहिँ मैले खाएर हेरेको छैन, अब निमपत्ता हो कि के हो थाहा छैन। यो खानामा राखेस लास्टमा एकदम मिठो हुन्छ भनेर गर्दै थियो। अनि यो मसला एभरेस्ट खाना त एभरेस्ट मसला राम्रो त होइन भनेर भनिरहेको थियो। तर अब आफूसँग केही नभएको भएर यो सब्जी मसला र मिट मसला लिएर आएको होइन। अनि यो तेल, यो यति सामान चाहिँ 39.81 डलर भनेको 40 भनेपछि 12 चौको 48, 5000 जतिको सामान हो। अब यो 5000 को सामानले म कति दिनसम्म सर्भाइभ गर्न सक्छु भन्ने कुरा अब आफ्नो ठाउँमा छ। तर 5000 मा यति चाहिँ अब इन्कमका हिसाबमा त एकदमै सस्तै हो। तर जस अब तपाईँहरूले आफ्नो आफ्नो डिसिसन दिनु न, कति पर्छ, कहाँ कति केलाई ठिक हो कि होइन भन्ने कुरा चाहिँ। यति चाहिँ सामान किनेर अब म आजबाट बिदाको दिन बेलुकामा रुममा बनाएर खानु पऱ्यो भनेर ट्राई गर्दैछु। अब जाँगर लाग्यो भने पकाउने हो, लागेन पनि पकाउँदिनँ। बाहिर गएर खायो भने चाहिँ लिटिल इन्डिया टाइपको पसलहरूमा, ठेला टाइपको हकर सेन्टरहरूमा गयो भने चाहिँ 6 डलर 7 डलरमा जस अगाउन्जानी खान पाइन्छ। रेस्टुरेन्ट गयो भने चाहिँ 12 15 20 डलर। यो त बेस अन लोकेसन र रेस्टुरेन्टको क्वालिटीमा भर पर्छ। अब पैसा बचाउनलाई यहाँ घरमा पकाएर खानु खोज्या भन्दा पनि रहर लाएर आइ पकाएर खान्छु भनेर किनेर लिएर आएको हो। 40 डलर भनेको नट अ बिग एमाउन्ट होइन। हेरौँ कस्तो हुन्छ, कति गर्न सकिन्छ अरे क्या। यो चाहिँ मेरो फर्स्ट पर्सनल एक्सपिरियन्स हो होइन।
अब जापानमा त पकाएर खाँदै गरेकै हो, अब यहाँ चाहिँ पहिलोचोटि हो। अब मेरो किचनै यहीँ छ होइन, कन्डक्सन चुलो भएको भएर भाँडाहरू पनि छ, सबै छ। अब म एकचोटि चाहिँ ट्राई गर्नु पऱ्यो पकाएर। यो भाँडामा भात पाक्छ कि पाक्दैन भन्ने कुरा चाहिँ मलाई पनि थाहा छैन। अब यसमा यो भाँडामा भात पकाउन सकिन्छ कि सकिन्न, लेट मी ट्राई। एटलिस्ट मसला, नुन, तेल, तरकारीहरू, अन्डा, चामल जम्मा भएको कारणले यति भएपछि सर्भ गर्न सक्छु कि। भिडियो हेरिदिनु भएकोमा धन्यवाद, थ्याङ्क यू।